हाँसो पहिला हेरौँ। म त केही भन्दिनँ, अब बालेनले जे गर्छ त्यही गर्छु। बालेन त सरकार हो नि भनेर भन्नुभएको आमा सुकुम्बासी बस्ती भत्काइसकेपछि सरकारले सम्बन्धित ठाउँहरूमा लगेर हेरचाह गरी ती आमाको विवरणहरू सङ्कलन गरी सरकार छ है भन्ने अनुभूति दिलाएपछि उहाँको मुहारमा आएको यो हाँसो पहिला हेरौँ। सरकारले सुकुम्बासी बस्ती भत्काइसकेपछि लग्यो, खाजा नास्ता सबै खुवायो, सेल्टरमा लगेर राख्यो। अब नागार्जुन अपार्टमेन्टमा लगेर राख्ने र त्यसपछि असली सुकुम्बासीहरूको डाटा भेरिफाई भइसकेपछि उनीहरूलाई जग्गा दिने र सरकारले गर्नुपर्ने काम सबै गर्ने, सरकार छ भन्ने अनुभूति दिलाउने भनेर पुरै रफ्तारमा ऱ्यापिड स्पिडमा सरकार लागिरहेको देख्न सकिन्छ। यहाँ सुकुम्बासीहरूलाई भोट ब्याङ्क बनाएर वर्षौसम्म राजनीति गर्नेहरूलाई अब कसरी फन्डा बनाउने भन्ने कुरो चाहिँ ठुलो झड्का भएको छ। असली सुकुम्बासीहरूलाई चाहिँ ठाउँमा लगेर राखेर हुकुमबासीहरू भगाउने रणनीति देखायो। अरू भनेको त्यस्तै हो, गुवा गुवा रोएर बालेन सरकारले जे गर्छ म तयार छु भन्नुभएको आमाको मुहारमा आएको यो हाँसोले नै प्रष्ट हुन्छ यो देशमा अनुशासन, सुशासन र सरकार छ